नेपाल राष्ट्र बैंकको नयाँ कदम। अब डिजिटल भुक्तानी प्रणाली र वित्तीय प्रविधिमा क्रान्ति ल्याउनेछ। डिजिटल फाइनेन्स इनोभेसन हब। यो के हो, किन आवश्यक छ अनि यसले हामीलाई कस्तो फाइदा पुर्याउनेछ? आजको भिडियोमा हामी यही बारेमा जान्नेछौँ। नेपालको बैंकिङ प्रणालीलाई अझै आधुनिक, सहज र डिजिटल बनाउन नेपाल राष्ट्र बैंकले स्थापना गरेको छ डिजिटल फाइनेन्स इनोभेसन हब। राष्ट्र बैंकका अनुसार यो हब फाइनेन्सियल इनोभेसनको लागि ठोस कदम हो, जसले डिजिटल बैंकिङ, भुक्तानी सेवा र आधुनिक प्रविधिहरूको उपयोगलाई प्रवर्धन गर्दछ। यस हब मार्फत वित्तीय प्रविधिका नवीन योजनाहरूलाई व्यवस्थित रूपमा अगाडि बढाइनेछ, साथै नियामकहरू र स्टार्टअपहरूबीच समन्वय गरेर डिजिटल वित्तीय सेवाहरू सुरक्षित र विश्वसनीय बनाइनेछ। अब नेपालले डिजिटल फाइनेन्समा नयाँ युगको सुरुवात गर्दैछ। राष्ट्र बैंकले नयाँ प्रविधिहरूको विश्वसनीय नीति र नियमको आधारमा कार्यान्वयन गर्दैछ। यस हब मार्फत स्टार्टअपहरूलाई वित्तीय सेवा प्रविधि विकास गर्न सहज बनाइनेछ, जसले नवप्रवर्तनलाई गति दिनेछ। नेपालको डिजिटल वित्तीय भविष्य कस्तो देख्न चाहनुहुन्छ? तपाईको विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्।